श्री परमात्मने नमः। नौमीड्यते ब्रवपुषे तडिदम्बराय गुञ्जावतं सपरिपेच्छलसन्मुखाय वन्यस्रजे कबलवेत्र विषाणवेणो लक्ष्मश्रिये मृदुपदे पशुपांगजाय। राधे राधे। भागवत टीवी यूट्यूब चैनल में देश तथा विदेश में रहेर सधैँभरि हाम्रा प्रस्तुतिलाई हेर्नुहुने सम्पूर्ण धर्मानुरागी सज्जनमा यथायोग्य नमन अनि हार्दिक स्वागत गर्दै आज पनि हामी हजुरहरू समक्ष उपस्थित भइसकेका छौँ र आजको प्रस्तुति रहन गएको छ रावणको अन्तिम उपदेश। सज्जन, रावण यति ज्ञानी थिए, उनमा 10 जना व्यक्ति बराबरको बुद्धि, उनीमा 10 जना व्यक्ति बराबरको बल थियो। त्यही भएर त उनलाई 10 टाउके रावण अनि 20वटा हात भएको रावण भन्ने गरिन्थ्यो। सज्जन, यस विषयमा आजको प्रस्तुति रहन गएको छ। आउनुहोस्, रावणले मर्दै गर्दा अन्तिम उपदेश के गरे त? जब रावण र रामको लडाईँ चल्यो, राम भगवानले रावणलाई 31वटा बाण प्रहार गर्नुभयो। एउटा बाण नाभिकमा लाग्यो र त्यहाँ अमृत थियो। त्यो बाणले नाभिमा भएको अमृतलाई सुकाइदियो। 20वटा बाण 20वटा हातमा लागे, 10वटा बाण 10 टाउकामा लागे। रावण मूर्छित भए, भुइँमा डले। प्राय युद्ध सकिसकेको थियो। राम भगवानले भन्नुभयो आफ्ना भाइ लक्ष्मणलाई, भाइ लक्ष्मण जाऊ। रावण निकै विद्वान छन्, अन्तिममा उनले मर्ने बेलामा भए पनि अलिकति के उपदेश तिमीलाई दिन्छन्, जाऊ। लक्ष्मणले भन्नुभयो, दाजु भाउजू सीतालाई हरण गर्नेवाला रावणले के उपदेश दिन्छन् र मलाई तिनीबाट उपदेश लिनु पनि मलाई उचित लाग्दैन। रामले सम्झाउनु भयो, भाइ ज्ञानी भनेको ज्ञानी हो, विद्वान भनेको विद्वान हो, उसको ज्ञानलाई कदर गर्नुपर्छ। भलै उसको मति बुद्धि बिग्रेको होला, तर त्यो ज्ञानको कदर जहिले गर्नुपर्छ। जाऊ। गए लक्ष्मण रावणका छेउमा गए र मलाई दाजु रामले पठाउनु भएको केही उपदेश दिनुहोस्। रावणले भन्यो, लक्ष्मण मैले के उपदेश दिनु र? मर्न लागेको मान्छे, घायल छु, तथापि आयो म केही न केही तिमीलाई सुनाउँछु, सुन। मेरो उपदेश यही हो कि भोलिलाई नसाच्नु केही पनि। म भोलि गर्छु भनेर राम्रा कामहरू कहिले साच्नु हुँदैन। म यही उपदेश दिन्छु भनेर भन्दा लक्ष्मणले सोध्नुभयो, किन, कसरी भन्दा, हे लक्ष्मण, मैले मेरो जीवनकालमा धेरै कामहरू गरेँ, धेरै पढेँ पनि। मेरो एउटा इच्छा थियो स्वर्ग जाने सिँढी बनाउँछु भनेर मेरो इच्छा थियो, र त्यो इच्छा कहिले बनाऊँ भन्दा म भोलि बनाउँछु भने आज त्यत्तिकै रह्यो। अनि भोलि जब आयो नि, भोलि फेरि म भोलि बनाउँछु भने, तर मेरो भोलि कहिल्यै आएन। मैले भोलि बनाउँछु स्वर्ग जाने सिँढी भन्दा भन्दै भोलि त कहिल्यै आएन। आज म जाँदैछु, मर्दैछु भने लक्ष्मण भोलिलाई कहिल्यै नसाच्नु। मेरो स्वर्ग जाने सिँढी बनाउने त्यो इच्छा रह्यो। अर्को, उखु कति मिठो छ, यो यति मिठो उखुमा फल फल्दैन। म उखुमा फल फलाउने जुक्ति गर्छु भनेर मैले सोचेँ। अनि कहिले गरौँ भन्दा म भोलि गर्छु भनेर त्यो पनि मैले राखेँ। उखुमा फल फलाउने मेरो इच्छा थियो, त्यो पनि अधुरै रह्यो भोलि गर्ने भनेकाले। अनि अर्को, सुन सुन यति दिव्य छ, यति दिव्य छ, धातुहरू मध्येको उत्तम धातु, र त्यो सुनमा गन्ध भर्ने, सेन्ट लगाउने, सुन सेन्टेड बनाउने मेरो इच्छा थियो, तर त्यो पनि म भोलि बनाउँछु भने त्यो पनि रहेको रही भयो। अनि चन्दन, श्रीखण्ड चन्दन यति सुगन्ध छ, यति सुगन्ध छ, त्यसमा फुल फुल्दैन। श्रीखण्डको
चन्दनको वृक्षमा फुल फुलाउने मेरो इच्छा थियो, तर भोलि आएन। हे लक्ष्मण, भोलिलाई कहिले पनि विद्वान व्यक्तिले नसाच्नु। म भोलि दान गर्छु, भोलि धर्म गर्छु, भोलि राम्रा काम गर्छु, म भोलि पुण्यका काम गर्छु, भोलि पढ्छु भनेर भोलिलाई नसाच्नु। र अन्तिममा लक्ष्मण, म तिमीलाई एउटा उपदेश के दिन चाहन्छु भने तिमीले कहिल्यै पनि आफ्ना दाजु रामलाई साथ नछोड्नु, किनकि जब भाइले साथ छोड्छन् दाजुको कुनै काम रहेनछ। सँगैमा तिम्रा दाजु रामभन्दा मैले धेरै पढेको, म धेरै ज्ञानी रामभन्दा, अनि बलियो पनि रामभन्दा म 10औं गुणा बलियोमा पनि म तिम्रो दाजु रामभन्दा बलियो, शक्तिशाली पनि तिम्रो दाजु रामभन्दा म शक्तिशाली। अनि तर हार मेरो भयो, जित चाहिँ तिम्रा दाजु रामको भयो। किनकि लक्ष्मण, तिमीले तिम्रा दाजु रामलाई साथ दियौ, आफ्ना भाइले साथ दिएकाले गर्दा रामले यो लडाईँ जित्नुभयो। तर मैले लडाईँ हार्नुको कारण मेरो भाइ विभीषणले मलाई छोडेर गयो। मेरो भाइले मलाई छोडेकाले गर्दा भाइको साथ पाइनँ, म हार्न पुगेँ। र भाइको साथ पाएकाले गर्दा रामले जित्न पुगे। चाहे जतिसुकै शक्तिशाली किन नहोस्, चाहे जतिसुकै विद्वान किन नहोस्, चाहे जतिसुकै धनी किन नहोस्, ज्ञानी किन नहोस्, उसले आफ्नो भाइको साथ पाएन भने उसले लडाईँ त के कुनै पनि चिज जित्न सक्दैन। त्यसकारणले गर्दा हे लक्ष्मण, मेरा भाइ विभीषणले मलाई छोड्नाले मैले लडाईँ हारेँ। तिमीले कहिल्यै पनि रामलाई साथ नछोड्नु, रामलाई साथ दिनु भनेर अन्तिम उपदेश रावणले लक्ष्मणलाई दिए। सज्जन, लक्ष्मणका आँखाबाट आँसु बर्र झरे। अनि लक्ष्मण त्यहाँबाट बिदा भएर आएर आँखाभरि आँसु पार्दै दाजु रामलाई भन्नुहुन्छ, दाजु यस्ता विद्वानलाई नमार्नु न, जगाइदिनु। तपाईँले मलाई पहिले नै भन्नु पर्थ्यो यति विद्वान छन् भनेर, म लडाईँ गर्न छोडेर यिनका साथमा बसेर केही ज्ञान लिन्थेँ। लक्ष्मणले रामसँग भन्नुभयो, सज्जन भाइ के गर्नु, समयले साथ दिएन, क्षमा गर भन्नुभयो रामले। र पुष्पक विमानमा चढेर राम लक्ष्मण सीतालाई लिएर फर्केर आउनुभयो। सज्जन, हामीले यो कथाबाट के बुझ्नुपर्छ भने भोलिलाई साँच्नु हुँदैन। अनि आफ्नो दाजुभाइले कहिले पनि साथ छोड्नु हुँदैन। भाइको साथ पाइयो भने संसार विजय हुनेछ। त्यही भएर आफ्ना भाइलाई माया गरौँ, दाजुलाई माया गरौँ, आफ्ना भाइलाई प्रेम गरौँ, दाजुलाई प्रेम गरौँ भन्ने यो दिव्य सन्देशले उक्त भएको यो प्रसङ्ग आजलाई यति नै। सज्जन, फेरि पनि यहाँहरू समक्ष यस्ता प्रस्तुतिलाई लिएर हामी आउने नै छौँ। हजुरहरूले पक्कै पनि भागवत टिभी युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छ, यदि छैन भने सब्सक्राइब गर्नुहोला र यो भिडियो हेरिसकेर आफ्ना साथीहरूलाई सेयर पनि गरिदिनु होला भन्दै बिदा माग्न चाहन्छु। हस्त श्रीहरि।